हेलो हेलो साथीहरू, एकैछिन है, यो छोटो सन्देश छ। आज म चाहिँ यो नेतृत्वको बारेमा थोरै कुराहरू राख्न चाहन्छु। यो लिडरसिप भनेको के हो, लिडर भनेको के हो भन्ने कुरामा हामीले पुरानो अवधारणा झट्ट दिमागमा के आउँछ भने लिडर भनेको चट्ट चाहिँ बिचमा बस्ने, कुर्सीमा बस्ने, अरू मान्छेहरू वरिपरि चाहिँ यसो चाहिँ घेरा लाउने, नमस्कार गर्ने, आफ्ना गुनासाहरू पोख्ने, मागहरू राख्ने, ज्ञानको लागि याचना गर्ने, हात जोड्ने, गल्ती कमजोरी भए माफ माग्ने, होइन? अनि उसले के बाटो देखाउँछ, कतातिर लाग भन्छ, यो सही दिशा निर्देश गर्ने, होइन? उसको मार्ग प्रशस्त गरेपछि अनि उसैको बाटो पछ्याउने, होइन? यस्तो खालको व्यक्तिलाई लिडर भन्ने हाम्रो दिमागमा चाहिँ अझै पनि छ यो, होइन? पुरानो समयमा चाहिँ गाउँमा प्रधान पञ्चायत नेता, जिल्ला विकास समितिको सभापति नेता, अनि माननीय नेता, मन्त्री नेता, होइन? यस्तो विभिन्न पदसँग पनि हामीले जोडेर चाहिँ नेतृत्वलाई हेर्ने गर्थ्यौँ है। यो पुरानो हाम्रो ट्रेडिसनल क्लासिकल कन्सेप्ट चाहिँ त्यो हो। तर वास्तवमा नेतृत्व भनेको के हो भन्दाखेरि कोही व्यक्ति अहिले भइरहेको अवस्थाबाट एउटा परिवर्तन उन्मुख भएर चाहिँ अगाडि बढ्नको लागि आफ्नो चाहना, इच्छा, उत्प्रेरणा र त्यस सम्बन्धी कार्य एक्सन चाहिँ उसले पहल कदमी लिन चाहिँ खोज्छ भने त्यो नै वास्तवमा लिडर हो। तपाईँ हामी हरेक मान्छे आफ्नो लागि आफै लिडर हो है। पुरानो चाहिँ परिभाषामा के भन्दाखेरि अ लिडर, होइन, इज अ पर्सन हु इन्सपायर अदर्स, हु गाइड अदर्स, हु फेसिलिटेट अदर्स, हु इन्फ्लुएन्स अदर्स, अथवा गेट द थिङ्स डन बाई अदर्स भनिन्थ्यो। अझ आफ्नो काम चाहिँ अरूबाट फत्ते गराउन सिपालु जो मान्छे छ त्यो नेता त्यो होइन। नेतृत्व गुण भनेको त्यो व्यक्ति आफैलाई हो। आफैलाई कसरी अनुशासित गर्ने, आफैलाई कर्तव्यको बोध कसरी गर्ने, आफूभित्र भएका सकारात्मक पक्षहरूलाई कसरी हुर्काउने, कमी कमजोरीहरूलाई कसरी चाहिँ हटाएर जाने, हिजोभन्दा आज म कसरी राम्रो हुने, आजभन्दा भोलि अझ कसरी राम्रो हुने, अरूको लागि म रोल मोडेल कसरी बन्न सक्छु, मेरो पङ्क्चुअलिटी, मेरो काम गराइप्रतिको निष्ठता, होइन, मेरो चाहिँ कमिटमेन्ट, मेरो रेजिलियन्स, प्रतिकूलताहरूसँग जुझ्न सक्ने, होइन, अप्ठ्याराहरूसँग चाहिँ सामना गर्न सक्ने मेरो मनोबल, दुःख अप्ठ्यारो पर्दाखेरि त्यसलाई सहज रूपमा लिन सक्ने क्षमता, ती कुराहरू यदि तपाईँमा छ भने तपाईँले नेता हो। अरूलाई बाटो देखाउनु मात्र नेता होइन, आफैलाई बाटो देखाउनु पनि नेता हो। नेतृत्व भनेको कुनै एउटा पद ओहदासँग जोडिने विषय मात्र होइन, होइन? यो कुनै एउटा लेजिटिमेट पावरसँग जोडिने विषय कुरा होइन। व्यक्ति आफैमा जुन रूपान्तरण गर्न सक्ने हरेक व्यक्तिमा क्षमता छ त्यो नै एउटा नेतृत्व सिप र नेतृत्व गुण हो। अब अहिलेको सन्दर्भमा त झन् एउटा टिम कोलाबोरेसनको कुराहरू, मिलेर जाने गर्ने कुराहरू एउटै व्यक्तिमा पूर्णता हुँदैन। कोहीमा के, होइन? पारस्परिक सहयोग, पारस्परिक एकता। अझै पनि हामीले चाहिँ के खोजिरहेको हुन्छौँ भनेदेखि खै त्यस्तो कस्मेटिक लिडर जन्मेन, यो भएन ऊ भएन भन्ने त्यो होइन। एउटै मान्छेमा पनि देख्नु भएको छैन कति ठुल्ठुला नेताहरू बोल्दाखेरि चिप्लिन्छन्, के गर्दा चिप्लिन्छन्। त्यो स्वाभाविक छ क्या, किनभने एउटै व्यक्तिमा सबै कुरा त हुँदैन नि पूर्णता। अर्कोले भर्तेक गर्ने हो, अर्कोले साथ दिने हो, सबै मिलेर गर्ने हो, सबैको विचारहरू समष्टिगत रूपमा चाहिँ आउनु पर्यो, होइन? संश्लेषित हुनु पर्यो, सिन्थेसाइज हुनु पर्यो, अनि त्यसबाट एउटा निष्कर्ष निस्केर, होइन, अगाडि बढ्न सकिन्छ, होइन? हो, तुलना गर्दाखेरि रिलेटिभली चाहिँ कुनै एउटा ए भन्ने मान्छेमा चाहिँ अलिकति बढी, होइन, क्षमताहरू, किनभने सबैमा समान किसिमको क्षमता हुन्छ भन्ने छैन। उसको सोच्ने क्षमता, विचार गर्ने क्षमता, कग्निटिभ पावर, कम्युनिकेसन पावर, होइन, डिसिजन मेकिङ पावर, त्यो उसँग चाहिँ अलिक बढी हुनसक्छ अर्कोमा भन्दाखेरि। किनभने त्यो स्वाभाविक छ कि हामी सबैको एउटै हुँदैन। स्कुलिङ, हाम्रो चाहिँ रहनसहन, सामाजिकरणको प्रक्रिया, सिक्ने प्रक्रिया, सोच्ने प्रक्रिया, वंशानुगत गुणहरू, होइन, साथीभाइको सङ्गत, बुवा आमाले सिकाएको कुरा, गुरुहरूले स्कुलमा सिकाएको कुरा, थुप्रै कुराले प्रभाव पार्छ कि हाम्रो चाहिँ वे अफ थिङ्किङ, हाम्रो क्यापासिटी, यी सबै कुराहरू चाहिँ फरक हुन्छ। त्यसले गर्दाखेरि व्यक्ति सबैमा एउटै हुँदैन। अब ऊ यस्तो भयो भने ऊ किन नहुने त्यस्तो भनेर कसैलाई तुलना गर्न मिल्दैन। उसको परिवेश भिन्न हुनसक्छ, भिन्न वातावरणबाट हुर्केको हुनसक्छ, भिन्न किसिमको आकाङ्क्षाहरू हुनसक्छ, इच्छाहरू, उसका सपनाहरू फरक हुन सक्छन्, होइन? उसको रुचि, इन्ट्रेस्ट पनि फरक हुनसक्छ, मोटिभेटिङ फ्याक्टर, उसको इनर इन्स्टिङ्क्ट मोटिभेसन चाहिँ डिफ्रेन्ट हुनसक्छ। त्यसकारण चाहिँ हामीले चाहिँ लिडरसिपको कुरा गर्दाखेरि चाहिँ यो अरूलाई देखाउने, डोर्याउने मात्रै कुरा होइन,
होइन, हामी आफै अरूसँग मिलेर काम गर्ने, टिमको एज अ मेम्बर अफ टिम, एज अ टिम लिडर हुनसक्छ। उसमा लिडरसिप अरूमा भन्दा राम्रो छ भने ऊ एउटा लिडर हुनसक्छ होइन। लिडरसिपको रोल चाहिँ उसले त्यहाँ त निर्वाह गर्न सक्छ, एक्सपिरियन्सहरू सेयर गर्न सक्छ, आइडियाजहरू सेयर गर्न सक्छ। तर यो होइन कि ऊ नै सर्वेसर्वा अनि अरू चाहिँ नतमस्तक हात जोडेर चाहिँ प्रार्थना गरेर बस्ने अनि ऊ एकजनाले चाहिँ सबैलाई चाहिँ नचाउने, त्यो चाहिँ हुन सक्दैन। त्यस कारण हामीले हाम्रो सोचाइलाई यो प्याराडाइम सिफ्ट भन्छ नि, हाम्रो सोचाइलाई पनि हामीले परिवर्तन गरेर चाहिँ जान सक्नुपर्दछ। अब रह्यो कुरा चाहिँ यो ग्लोबल अनलाइन डिजिटल बिजनेसको सन्दर्भमा वी अल आर लिडर्स, किनभने हामीले आफ्नो बारेमा सोचेर यसमा लागेको हो। आफ्नो क्षमता अभिवृद्धि गर्ने, डिजिटल टेक्नोलोजीलाई चाहिँ कसरी चाहिँ आफ्नो व्यक्तित्व विकाससँग चाहिँ जोडेर लैजाने, आफ्नो फ्यामिलीको होइन फाइनेन्सियल एउटा सस्टेनेबिलिटीसँग कसरी जोडेर लैजाने, यी कुराहरूमा हामी एकाउन्टेबल छौँ, उत्तरदायी छौँ, हामी सोच्न बुझ्न सक्छौँ। त्यस कारण वी आर लिडर, वी अल आर लिडर। त्यस कारण हामी चाहिँ नेतृत्व सिप हामीसँग जे छ त्यसलाई अझ हामी परिमार्जन र परिष्कृत गरेर अगाडि बढ्न सक्छौँ। हामीले जे देख्छौँ त्यो पाउँछौँ, जे खोज्छौँ त्यो हामीले पाउँछौँ। जहाँ जान भनेर यात्रा सुरु गरेका हुन्छौँ त्यहाँ हामी पुगेर चाहिँ छाड्छौँ, पुग्न सक्छौँ। यो नै मेरो आजको सन्देश हो। हजुरहरूलाई कस्तो लाग्छ मलाई रिच आउट गर्न सक्नुहुन्छ। मेरो भिडियोहरू हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू, हेभ अ नाइस डे, बाई बाई।